ओम साईराम। साई टुर एन्ड ट्राभल कालिम्पोङद्वारा चलाइएको आजको तीर्थयात्रामा नेपालको पोखरामा अवस्थित श्री गुप्तेश्वर महादेवको दर्शन गर्न गइरहेछौँ। महादेव धामको दर्शन गरेर 15 मिनट जस्तो तल झरे पश्चात चाहिँ हाइवेको छेउबाट चाहिँ श्री गुप्तेश्वर महादेवको गुफाको दर्शन गर्नको लागि जान पर्दो रहेछ र हामीले भित्र गएर चाहिँ श्री गुप्तेश्वर महादेवको गुफामा भगवानको कतिवटा प्रतिमाहरूको दर्शन गऱ्यौँ, शिवलिङ्गको दर्शन गऱ्यौँ र आफै उत्पत्ति भएको जो गुप्तेश्वर महादेव छ र हामीले श्री गुप्तेश्वर महादेवको दर्शन गरेर धन्य हुन पायौँ। र यो गुफामा एउटा चाहिँ अचम्म लाग्ने कुरो के देख्यौँ भन्दाखेरि चाहिँ यो गुफामा चाहिँ जो डेभिड फल्स नाम गरेको एउटा झरना रहेछ अनि त्यो झरनाबाट चाहिँ एकदमै ठुलो पानी यसरी तल झर्दो रहेछ र यो पानी चाहिँ कहाँ जान्छ त्यो चाहिँ कसैलाई पनि थाहा छैन अरे। र पानी तल त्यहाँनिर गइसके पश्चात चाहिँ त्यहाँबाट चाहिँ तल चाहिँ केही पनि छैन। यसले गर्दाखेरि यो एउटा सत रहेछ र यो हामी हेर्नको लागि गयौँ। साँच्चै नै जो झरना छ त्यो बहुत वृहत रूपमा पानी झरनाबाट झरिरहेको थियो र त्यो पानी चाहिँ त्यहाँ मुनि गएर चाहिँ विलिन हुन जाँदो रहेछ र यो एउटा सत यो शिवजीको हामीले देख्न सफल भयौँ। र हामी यसरी गुफाको जति पनि त्यसको बनावटहरू छ त्यो चाहिँ पहिला चाहिँ यहाँनिर हामीसँग जान्ने एकजना भक्तले भन्नुभएको थियो कि शिवजीको बाघको छालाहरू जस्तो पनि त्यहाँनिर देखिन्थ्यो अरे सबै। र अब योपालि हामीले त्यो देख्न सफल भयौँ र हामीले एउटा कुरो चाहिँ मैले चाहिँ त्यहाँनिर दर्शन गर्न पाएँ। त्यो चाहिँ के हो भने शङ्ख अनि शिवलिङ्ग चाहिँ एकसाथ हामीले त्यहाँनिर दर्शन गर्न सफल भयौँ र तपाईँहरूलाई पनि देखाइरहेको छु। यो शङ्खको आकार हेर्नुहोस् अनि शिवजीको जो शिवलिङ्गको आकार छ त्यो पनि हेर्नुहोस् अनि माथिबाट पानी पनि झर्दैछ र यसरी यहाँनिर अचम्म लाग्ने एउटा दृश्य हामीले देख्यौँ जो भगवानको एउटा हामीलाई दर्शन भनेर हामीले सम्झ्यौँ। र यो गुफा एकदमै बृहत रूपमा खिचिएको रहेछ अनि निकै तल पनि जानु पर्दो रहेछ र भारतवर्षको सबैभन्दा ठुलो शिवजीको गुफा चाहिँ उत्तराखण्डमा हामीले 2025मा श्री पाताल भुवनेश्वर नामले प्रसिद्ध छ। त्यो गुफा चाहिँ एकदमै सानो, जान पनि सानो, अलिकति मुनि चाहिँ ठुलो भए पनि त्यहाँनिर चाहिँ सबै 33 कोटी देवी देवताको अनि गणेश भगवानको कथा छ, शिवजीको कथा छ। त्यसमा सबै नै शिवजीको जटाहरू सबै नै हामीले दर्शन गरिसकेका छौँ र तपाईँहरूले युट्युबमा पाताल भुवनेश्वर युट्युबमा सर्च गरेर हेर्नुहोस् र त्यस्तै गुफा चाहिँ यो पनि रहेछ र हामीले श्री महादेवको दर्शन गरेर अब हामी बाहिर निक्लिँदैछौँ र बाहिर चाहिँ गणेश भगवानको सर्वप्रथम मूर्ति थियो, त्यसमा हामीले दर्शन गऱ्यौँ निक्लिँदाखेरि। अनि बाहिर चाहिँ एकदमै राम्रोसँगले बनाएको यो मन्दिरको जो ढाँचा छ जाने त्यो चाहिँ एकदमै राम्रो लाग्यो र यसरी हामीले बाहिर आएर चाहिँ अब विष्णु भगवानको पनि त्यहाँनिर जो काठमाडौँको नीलकण्ठको नामले प्रसिद्ध छ त्यस्तै हुबहु एउटा प्रतिमा बाहिर बनाइएको रहेछ र हामीले त्यो विष्णु भगवानको प्रतिमाको दर्शन गर्नको लागि गइरहेछौँ। काठमाडौँमा
विष्णु भगवानको बढी नीलकण्ठमा बृहत रूपमा एउटा विष्णु भगवान सुतिरहनु भएको प्रतिमा छ, त्यस्तै हुबहु यहाँ पनि बनाएको रहेछ र हामीले विष्णु भगवानको दर्शन गरेर धन्य हुन पायौँ। र अब हाम्रो अर्को गन्तव्य चाहिँ यहाँबाट मनोकामना, जो नेपालको सबभन्दा ठुलो शक्तिपीठ छ माको, हामी गर्न गइरहेछौँ। र आजको दिन हाम्रो अन्तिम दिन थियो पोखरामा र हामी यहाँबाट चाहिँ अब कालिम्पोङ तरफ फर्किन जाँदाखेरि चाहिँ यसरी पोखराबाट मुङलिन पुगेपछि मुङलिनमा गएर चाहिँ हामीले माथि केबल कारको द्वारा चाहिँ गइवरी श्री मनोकामना माको दर्शन गर्ने छौँ र त्यो भिडियो पनि हामी तपाईँहरूलाई लिएर आउनेछौँ। आर्थिक रूपले तीर्थयात्रा गर्नु नसक्ने, शारीरिक रूपले तीर्थयात्रा गर्नु नसक्नेले चाहिँ घरमै बसेर तीर्थस्थलको दर्शन गरेर धन्य हुन पाओस् भनेर साई टुर एन्ड ट्राभल्सद्वारा चलाइएको यो सानो प्रयास हो। यो भिडियो मन पर्यो भने सेयर गरिदिनुहोस्, जसद्वारा अरूहरूले यस तीर्थस्थलको दर्शन गरेर धन्य हुन पाओस्। ओम साईराम।